हजुर दर्शनी नमस्ते। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू र देश विदेशमा छरेर रहनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू चेलीबेटीहरू र सम्पूर्ण देशवासी विदेशमा छरेर बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई पूर्ण पनि दर्शन नमस्ते गर्न चाहे त म सन्तोष ताम्ला राई प्लस योगेश ताम्ला राई पनि भन्न चाहन्छु। र यो सीमा सुवेदी भन्ने यो बेस्याको कुरा सुन्दाखेरि मलाई पनि मन दुखिरहेको छ, चित्त दुखिरहेको छ। सम्पूर्ण हामी नेपालीलाई यसले चाहिँ खै के भनेर दबाब गरेर कुरो गरिरहेको छ। त्यही हुनाले सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूले यो बेस्यालाई कति सम्झाउने प्रयास गरिराख्नु भएको छ र पनि सम्झिने कुरोमा छैन यो। र यसलाई चाहिँ हाम्रो वीर गोर्खालीले कस्तो हुन्छ गोर्खाली भनेर चिनाउनको लागि पनि मारेको हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ, होइन। र कोही गोर्खालीहरू त्यसको सुरुमा पनि होला। यसले मारेर फ्याँक्नुपर्ने खालको छ। तर यसले मार्दाखेरि केही फरक पनि पर्दैन भन्छु म चाहिँ। यसलाई मार्दाखेरि इन्डियाले सपोर्ट गर्दैन। इन्डियाले सपोर्ट नगरेपछि विश्वले कसैले सपोर्ट गर्दैन। नेपालले अब हामी सपोर्ट गर्ने कुरै आउँदैन। यो भनेको एउटा जस्तै हामी खाएर टपरीहरू फ्याल्छौँ नि, त्यो के भन्छ नि, त्यो पातहरूको टपरी घोरेनतिर फाल्छौँ, जङ्गलतिर फाल्छौँ, त्यस्तै यो पतिङ्गर भइसकेको आइमै हो। र यसले नेपालीको बारेमा, भारतको बारेमा, विश्वको बारेमा केही थाहा नै छैन। यो कसैले बोकेको भरमा यसो उडी हिँड्ने खालको यो हावा भरेको ब्लेन खालको आइमै रहेछ। यो बुद्धि सकेको नि, बुद्धि हराउन। र यसको चाहिँ भनेको चाहिँ दिमाग नभएको आइमै भन्न पनि सकिन्छ यसलाई। र यसको उपनाम चाहिँ त्यही दिनु पनि पर्ला जस्तो लाग्छ मलाई। र यसको भिडियो बनाएर मैले यहाँ युट्युबमा हालिरहेको छु। सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई स्वीकार दिनु होला भन्न चाहन्छु। है हस्त नमस्ते। हजुर दर्शनी नमस्ते। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू र देश विदेशमा छरेर रहनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू चेलीबेटीहरू र सम्पूर्ण देशवासी विदेशमा छरेर बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई पूर्ण पनि दर्शन नमस्ते गर्न चाहे त म सन्तोष ताम्ला राई प्लस योगेश ताम्ला राई पनि भन्न चाहन्छु। र यो सीमा सुवेदी भन्ने यो बेस्याको कुरा सुन्दाखेरि मलाई पनि मन दुखिरहेको छ, चित्त दुखिरहेको छ। सम्पूर्ण हामी नेपालीलाई यसले चाहिँ खै के